भए पो आउनु जाने दुनियाँ बटुलेर गेम खेलिरह नि म त सिधै भन्छु त म त राडै ठिक छु माया गरेको थियो हजुर अलिअलि लभ परेको थियो होइन कोसँग उसलाई त निन्द्रा पनि झ्याउ आहामा के परेको थियो फु गर्दै फु गर्दै भनेको एकचोटि यहाँ नेपालमा कति बज्यो सुनिया छ त नि कान त छ त मेरो आँखामा हजुर फु गरिदेऊ न इक्रा त्यस्तो तिमीलाई फु गर्ने धेरै छन् आइएम सरी फर द्याट गर्न सक्दिनँ ल इङ्ग्लिस पनि आउँदैन ट्याक्क गरौँ क्या एउटा गेम जोइन गरौँ त तपाईँ जानुहुने कि कहाँ जाने हो र थोते यहाँ अलिकति काम छ कि मेरो तरकारी डढ्यो होला तरकारी पकाएर आएर डढे कि त्यहाँ के मलाई थाहा छैन भगवान् गर्नुहुन्छ कि नै भन्नु न गर्नु मेरै यस्तो गर्नु न मैले पठाएँ त सुस्मिता छ तिमी छैन ए तिमी रहेछ सुस्मिताले पनि पठाइरहेछ म आउँछु कहीँ ट्याप्टा गर्दै गर्नु है तरकारी चलाएर आउँछु हामी पनि अर्काको बुढोहरूसँग त बोल्दैछौँ के कति नै हजुरहरू चाहिँ कोन छ के मेरै बुढो हो र कि हजुरहरू चाहिँ मेरै बुढो हो र हजुरहरू पनि त अर्काको पोइहरू हो नि त अब बित्तिकै जुङ्गा लगाइरहेको छ त अनि ट्याप्लो गर्नु न गाइजहरू आम्बो लस व्यापला वेलकम मेरो प्यार दाइहरू दिन्छु सल्लाह सोल्टी निष्ठा मित्र अब कोही कोही मान्छे त अब मेरो लेभलको नभइकन अब हाई लेभल भएछ नि के गरौँ त अब त्यस्तै छ डबल ट्याप ऊ त 1000 पुग्दा हाम्रो यता 100 पनि पुग्दैन पनिसमेन्ट हुन्छ नि कान्छी फेरि त्यो कान्छी नभए मनिषा कुनै कान्छी भन्दा रिसाइरहेको थियो क्या त्यही भएर म कान्छी भन्दा रिसा छु अहिलेसम्म म रिसा छु अब मनिषा अरे प्रदीप लो भयो मेरो नाम किन लेखो घरि मायामा यस्तो रिस पनि चाहिन्छ सधैँभरि माया नै माया भयो भने माया त संसार थाम्दैन कुनै बेला माया कुनै बेला रिस मनिषा अरे आमा मेरो त मनै दुख्यो रिसलाई कन्ट्रोल गर्न सक्नुपर्छ भन्थ्यो क्या मलाई होइन थोतेले आज त मनिषा अरे अब जहिले अब मनु भन्ने मान्छेले होइन तिमीलाई मनु मात्रै होइन मैले जिन्दगी के पनि भने मैले अब थोते भन्दिनँ अब प्रदीप भन्छ अब प्रदीप ओके प्रदीप yes please tell me what is your problem भन्नुहोस् के सेवा गरौँ मलाई त थोतेले नि भावना दिनु भयो त्यो अर्को केटीहरू पाएर होला सायद थ्याङ्क यू सो मच मेरो वटा ब्रदर थ्याङ्क यू सो मच लभली ब्रदर पनिसमेन्ट हुन्छ कि पनिसमेन्ट गेम खेलिरहेको थिएँ मैले भोलि म अबुधाबी जाँदैछु ससुरालाई भेट्नलाई जाऊ भेटेर आऊ थोते रेली ए सौताजी रे आमै तिम्रो माइलीले त सौता रे मलाई फेरि आइडी ब्यान भएको र कसको
सानियाको ला खै सानिया दाएको थियो नि राजको आइडी पनि कति बिहान भएको हो अब त्यो टाउको ठुलो छ त बिचारा दुईटा अघि हिजो भर्खरै अघि हिजो राति पनि अनि त्यो 53 के जति थियो त्यो आइडी पनि बिहान भएको र हुन्छ त्यसो हेर्ने बेलामा यो स्क्रिनमा टाउको अटेन भने त अनि टिभी किन्नुपर्छ महाबानु लाइभ बसेर हुन्छ एउटा आइडी दिनु रे सानिया मेरो अर्को बिहान भयो अर्को त्यो त्यो पनि बिहान भएको मेरो एउटा बिहान भयो दुईटा बिहान भयो किन बिहान भएको र यस्तो मलाई डर लाग्छ ल मैले फलो गरेँ ल सानिया यही मात्रै चलाइरहेको छु बिहान त भएको छैन अप्सन राखिरहेको छु 3-4 दिनलाई एउटा चाहिँ बिहान जस्तै हो किन बिहान गरिदिएको होला काठमाडौँमा एउटा घर आउने पैसा थियो त्यहाँ सुरुको हो क्या सुरुको आइडी त्यो कान्छो तामाङ भन्ने आइडी सर्च गर्दा हुन्छ थोटे भाइ त पछि आएको यो त मलाई डर लागिसक्यो मेरो नै आइडी गयो भने त म त के गर्नु है कान्छो तामाङ सर्च गरेर भने त्यहाँ खतरा म त यो आइडी अब बिहान भयो भने बे गरेर अब घर जाम गरेर बस्छु अब त आइडी बिहान भए पनि केही फरक पर्दैन नै म त आइडी बिहान भएछ म बे गरेर बस्छु कोसँग केटासँग नि अरू कोसँग कतिसँग भन्न मिलेन के रे थोतेको अलरेडी बुढी छ हामी राणै छौँ के छैन गुनासो गरिन्न किन मेरो एक्सेप्ट नगरेको थोते झ्यापमा भनौँ नि तिमी भनेको गर्ने मान्छे हो अनि के त नि गर्ने केटीले रिक्वेस्ट गरेको म एउटा छोराको बाउ हो माया गऱ्यो भने छोराको बाउ माया हजुर कोही हुनुहुन्छ छोराको बाउ म एक्सेप्ट गरिहाल्छु नि माया मात्र हुनु पर्यो कि गाइस छोराको बाउ छोरीको बाउ केही मतलब छैन मलाई म छु रे रेली प्रमिस माया गर्नु पर्यो ओ नो चिरिपो पारेर आउँछ यार भविष्यको म छु रे र एक दिन प्रदीप दुश्मन हो रे अब के गर्नु त मैले तपाईँहरूलाई म दुश्मन लाग्छ भने अनफलो गरेर मजाले ब्लक हान्न जानु न हो जबरजस्त छ र यहाँ मेरो चाहिँ प्यारो प्यारो दाईहरू दिदीहरू सोल्टी दिनेहरूलाई के भन्छ भने उहाँले एउटा कमेन्ट लेख्नुहुन्छ पढ्न भ्याएन अर्को लेख्नुहुन्छ त्यसो भन्छ इग्नोर गरे जस्तो फिल भयो 3टा लेखेपछि भन्छन् कि ए थोते पनि भन्नु थाल्यो त्यस्तो होइन सबजना मैले बराबरी माया छ माया बराबरी छ होइन सबैजनालाई अब कि सबैजना कमेन्ट मैले विजय साइले जस्तो नबुझिकन पढ्नु पर्यो नभए सबैजनालाई बराबरी माया छ कसैलाई इग्नोर छैन दिन्छु नि हजुरलाई फलो ब्याक खै हजुरले त मलाई फलो गर्नु भएन रहेछ के को फलो यस्तो मान्छेले म फलो ब्याक दिन्छु दिन्न म मलाई फलो नगर्ने गाइज गर्नुहोस् हजुर आजकल त धेरै लाइभमा बोल्नु हुन्न किन युट्युबमा आउँछ भोलि आज बन्द गरे भोलि हेर्दा फेरि थोतेसँग यस्तो त्यो हाइलाइट लेख्ने मान्छे कस्तो हो क्या यार हाइलाइट लेख्ने म खराब छ
कसले जिताइराखे मलाई नि जिताइदिनु न भन न तोते भन्दिन मैले एकचोटि जित्छु भन्छु ल पहिला चाहिँ सबैले एकचोटि ट्याप गर्नु त सर र मेरो प्यारो बुटहरु मन्टुले पनि जिताइदियो भन्थ्यो अहिले आजभोलि त नि खुब धेरै तिमीले जितेपछि छोरो मान्छे जहिले माथि हुनुपर्छ तर ट्याप गरिसकेँ मैले गाइस खोइ त यार जित्नु न यार खोइ छैन मलाई यत्रो जना 200-300 जना हुनुहुन्छ मलाई मन पराउनु त कुनै छैन होला हो 1000 पुगेपछि पनिसमेन्ट छ नि गानी नानी तिमीले पनिसमेन्ट मसँग नि पनिसमेन्ट खेल्छ र अब किन खेल्नु त भाडाकोडी खेल्ने मान्छेसँग पनिसमेन्ट खेल्नु मिल्दैन भाडाकोडी कहिले खेलेर ओके सेम हो क्या बिहा गरे पनि के बोल्छ मलाई पनिसमेन्ट गर्छ कि नै भन न पनिसमेन्ट अनि म त अरू जस्तो म गर्दिनँ नि त्यसरी आँखा फुलाएर नहेर सानैले हेर्दा पनि म छु तिमीले यस्तो हेर्दा मात्र देख्ने हो कि बिस्तारै हेर न म यहीँ छु तिमी चिममा गरेर हेर त मनले सोच तिम्रो मन मै हुन्छु मैले सोधेको पनिसमेन्ट गर्छ कि नै गर्दिनँ म जबरजस्ती छैन के गर्न लाउने होला त्यहाँ पनिसमेन्ट मलाई तिमीलाई चाहिँ डान्स गर्न लाउँछु होइन आइडी पनि कति हो सानो यो हो कि नै मलाई त कन्फ्युजै भइसक्यो अघि पनि अर्को आइडीबाट फलो ब्याक दिएँ फेरि यो आइडी कति हो कि आइडी राम्रो मान्छेलाई राम्रै गर्नुपर्छ होइन डान्स एउटा सुरुमा डान्स यो आमा अघि पनि आइडी हेलो रन्डा सुन्नु भएको छ कि नै त्यो त लास्टै बोका भएछ अरे मैले भने होइन भ्युअर्सहरूले मैले बोलेको सुन्नु भएको छ कि नै सुनिराखु तपाईँले बोका भएछ भने नसुन्नु पहिले बोकाइ थियो झन् लास्टै बोका भएछ ईद लागेपछि बोका भएको होइन है पहिला मसँग बोल्दाखेरि यति लजान्थ्यो यस्तै गर्थ्यो मेन्यु यस्तो गर्थ्यो त्यो लजाएर त राडै बस्नु परेछ अहिले नि आजभोलि मलाई तिमी अहिले मनिषा अरे अहिले अघि भर्खर चाहिँ होइन यस्तो क्या लजाउँदा आफै राणा हुँदो रहेछ पहिला कस्तो थियो पहिला कति सोझो थियो अहिले चाहिँ यस्तो बाङ्गो भएछ एक नम्बरको काबो भएछ एक नम्बरको काबो ठुलो काबो भएछ पहिला जस्तो थियो म त्यस्तै छु केही पनि बिग्रिएको छैन बिग्रिने चिज बिग्रियो होला कपालहरू आजकल कपालहरू आजकल कोरिया छैन बिग्रिने चिज यस्तै त हो नि के बिग्रिन्छ अब नकोरेसी सर्लक्क हुन्छ लागि के बोल्छ पता नै यार भगवान पनिसमेन्ट गर्नुहोस् हजुरले मलाई त मिठो दिनुपर्छ 500 रुपियाँ गर्ने 500 रुपियाँ गर्ने एउटा गानामा डान्स गर्ने मकैबारी दर्याम हजुर कतिको मैले मिठो खाना खाइदिएको छ र मैले 500 रुपियाँ गर्नलाई तिम्रो ठाउँमा भएको मैले के खाइदिएको छ र 500 मैले रुपियाँ गर्नुपर्ने लिसन टु मी तिम्रो ठाउँमा अरूलाई जितेको भए टाउको तल खुट्टा माथि हुन्थ्यो
यहाँ साथीहरूले नगर्नु भनेर मलाई त छुट दिएको हो कि तिमीलाई त ढुङ्गाले हान्न तन्काउँछु हो मैले ताजा पहिला होइन पहिला त थिएन आज मात्रै कि नाच कि गर्नु न भने पुरुष गर्न सक्दैन 5 चोटि 30 चोटि 50 चोटि गरिरहेको छ मान्छेले तपाईँले 30 चोटि 5 चोटि गर्नुहुँदैन मैले भने होइन नि व्यवस्था पाइँदैन अब यस्तो मान्छे म भोलिदेखि ओके ब्लक हान्नु ल